ल कालो द्याछ Hello, what's up everyone? Welcome back to my channel. Hello. Channel to my welcome. अब हामी गोल्ड कस्ट जानु भनेर फेरि आएको स्टार्ट गरेको छौँ ल हामी एक्साइटेड भइरहेछौँ तर दिन चाहिँ घाम चाहिँ यस्तो होइन नि म त घाम त पिट्टै ल हामी अन द वे गोल्ड कस्ट जान्छौँ है त ल सियु इन गोल्ड कस्ट सियु गोल्ड ल बाइरङ बे आइपुग्यो हामी चाहिँ बाइरङ बे आइपुगेर हामी यहाँ कहाँ हो टोइलेट आएको टोइलेट आउँदाखेरि अब गाडी एकछिन पार्क गरेर जाउँ फेरि उकालो फेरि भ्याउँदैन माथि ल अनएक्सपेक्टेड खास हामी अनप्लान बाटोबाट स्पोन्टेनियस डिसाइड गरेर यता आइयो खास हिँडेको चाहिँ गोल्ड कोस्ट है हामी ल यो चाहिँ बाइरङ बे आइपुग्यो हामी बाइरङ बेको यो चाहिँ लाइट हाउस हो अनि बल्ल 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 मुस्किलले चाहिँ बाटो छ त्यो भएर म चाहिँ लाइट हाउसतिर जाँदै हो अब सबैजना उतै हुनुहुन्छ उहाँले त्यतै गरे भेटे ल वेलकम टु बाइरङ बे लाइट हाउस तल हुनुहुँदो रहेछ म चाहिँ अर्कोतिर पनि ठानिरहेको ल हामी अब यो बाइरङ बेमा आइपुग्यो खास हाम्रो प्लान चाहिँ थिएन यहाँ आइपुग्ने चाहिँ गोल्ड कोस्ट जानु भनेर हिँडेको तर अब यो पनि अलिकति हेर्न लायकै जग्गा ठाउँ भएकोले गर्दाखेरि चाहिँ हामी यहाँ आइपुग्यो होइन यो चाहिँ लाइट हाउस हो यहाँको अत्यन्तै सुन्दर तर आजको घाम चक्क परेकोले गर्दाखेरि नै तातो न तातो गर्मी न गर्मी छ यसरी हामी यो साइडमा कहिले पनि यो बाटो चाहिँ हामीले एक्सप्लोर नगरेकोले गर्न जाँदैछौँ सबैजना साथमा त्यही भएर अब हामी यतापट्टि यो बाटोलाई निहाल्न जाँदैछौँ है त ल तपाईँलाई पनि देखाउनु न आफूलाई सक्दिनु पर्ने टाइगर गाइड जस्ट राइट अहिलेसम्म तिमीलाई थाहा छ मेरो नाम चाहिँ ठिक छ द्याट्स माई नेम खेत्न आउँछ नहल्लाउने सकेसम्म आई प्लिजिङ बनाउनु पर्यो कुन चाहिँको क्यामेरामा स्टेबलाइज अलिअलि गर्दैन आइफोनको अलि यसो हाल्यो हामी स्टेबलाइज गर्छ त्यसको चाहिँ गर्छ यिनीहरूको चाहिँ सबै खासै स्टेबलको लागि चाहिँ गिम्बललाई चाहिन्छ गिम्बल मरुला झोलामा कसले बोक्छ त्यो त उकालो जोडेर आएको थ्याङ्क गड एउटा केटी छ्याट्टै निस्कियो के अनि त्यसले गर्दाखेरि मैले अर्को केटी यहाँ कहाँ दुइटा जङ्गलमा कता जानु हो यसरी गरो तर टाइपले खै फर्किम भनेको टाढै आइसक्यो अब त फर्किनु पर्छ फर्क्यो भाइ यहाँदेखि ल यो कहाँ हो ठाउँको हामीले अलिअलि अवलोकन गरे पश्चात फेरि गोइङ ब्याक टु त्यो माथि त्यो के अरे यहाँको उमा झ्याउ छ त्यो त होइन झ्याउ हाम्रो गाउँमा झ्याउ हो यो झ्याउ नै हो यो तर यो चाहिँ अलिकति उवाला जङ्गलमा चाहिँ हामीले पहिला चाहिँ यसरी यो झ्याउलाई चाहिँ सुँगुरको मासुमा पकाएर खान्थ्यौँ है झ्याउहरू फलिरहेछ है झ्याउ यो चाहिँ अलिकति लेख जस्तो डाँडामा पर्छ र लेखेको फुलहरू पनि छ यतातिर माथि हेलो कैसे हो ल यताबाट घुमेर आयो है अब उकालो चढ्दैछु सिरो टाइपको छ दाइ होइन सिरो त होइन तर तलतिर मान्छेहरू सिन हेरिरहेछ हामी चाहिँ उकालो चढ्दैछौँ ल
बाइरङबे लाइट हाउसमा हामी छौँ है। बाइरङबे लाइट हाउस कस्तो लागिरहेको हजुरहरूलाई? तिमीलाई कस्तो लागिरहेको? यो ठाउँ कस्तो लाग्यो? राम्रो छ, युनिक छ नि। तिमी निदाएको बाटोमा तर राम्रो छ क्या। यहाँबाट तल हेर्दा चाहिँ यस्तो देख्छ है, यस्तो डर लाग्दैछ ल। उतापट्टि उता एउटा माछा थियो अघि, यस्तो पानी तल चाहिँ। यो ठाउँमा आज आइपुग्यो है, प्लान बिना नै, विदाउट प्लान, योजना बिना। यो त्यहाँ एउटा माछा छ है, उता तल अघि देखेको छु, त्यो कालो माछा। त्यो माछा जीवको माथि रहेछ यसरी। उयो के अरे टोपी चाहिँ तिम्रो यो सही रहेछ, नाइस टोपी। यसरी यहाँबाट हावा खाँदै हेर्दै ऊ त्यहाँबाट आएको हो हामी, त्यतै फर्किने हो फेरि ल। ओ दिदी चिन्छौ? ए अँध्यारोमा त नदेखिने रहेछ त। यो पर्यटकीय स्थल भएकोले गर्दा पर्यटकहरू नै आएको छ यहाँ। हामी पनि यहाँ पर्यटकै हौँ, युनाइटेड किङडमबाट आएको मान्छेहरू उहाँहरू, युके। ल त्यहाँ हेर न कस्तो डाँडो छ मजाको। त खिच्दै चाहिँ छु मैले, केही देखाएको छैन खिच्दै गर्दाखेरि। यो अध्याय यस्तो चरक्क घामले गर्दाखेरि जङ्गल छ है। यहाँ तल अलिकति सहर सानो रेस्टुरेन्ट होटेलहरू भयो, अनि यस्तो त्यस्तो। यो जङ्गल छ, कस्तो लागिरहेको त यहाँ आएर? शीतल, तर गर्मी पनि छ। हावा चल्दा शीतल, नभए गर्मी छ। हावा चाहिँ त्यहाँबाट एउटा आइल्यान्ड छ। त्यो आइल्यान्ड छ सानो। ल हावा दामी चलिरहेछ। यो मेरो आँखाले ठ्याक्कै अगाडिपट्टि देखिरहेको दृश्य हो। यो कस्तो छ त ल हेर्नुहोस् त, माथि लाइट हाउस। इनफ्याक्ट सबैजनाले हेरिरहेकै अवस्था छ हामीले तलतिर। यस्तो छ यहाँबाट, कस्तो यो कस्तो सिनेमेटिक जस्तो छ नि त ल्यान्डस्केप, दामी छ है। यस्तो दामी छ। दिस इज बाइरङ बे। वेलकम टु द बाइरङ बे लाइट हाउस। यो भित्र चाहिँ यहाँको नेटिभ आर्टहरू भयो, यस्तो त्यस्तो रहेछ। यो चाहिँ लाइट हाउसमा एउटा यहाँ भित्रपट्टि एउटा घर छ, त्यो घरमा चाहिँ यसरी यसरी यहाँ आफ्नो थोपडा हेर्नु नि पाइयो ऐनामा। अनि यहाँ यसो गरेर यो चाहिँ अब खासमा यस्तो भयो। मजाको ठाउँ यो अर्कोपट्टि यस्तो बनाइदिएको रहेछ। यो चाहिँ खास इन्फर्मेसन सेन्टर जस्तो रहेछ क्या। केही पनि मान्छेहरूलाई चाहिँ यसो कतिपय यो भनौँ न बिल्डिङ बन्दै गर्दातिरको इतिहासहरू होला, यस्तो यस्तो रहेछ यहाँ। ल यो ठाउँको फोटो भयो। यो मुनि चाहिँ खै के हो, यस्तो टिभी राखेर छ। यतापट्टि अरू पेन्टिङहरू राखेको छ। ल बाहिरबाट माथिबाट देखिँदाखेरिको चाहिँ फोटोहरू होला यस्तो। यो चाहिँ पुरै यो थन्डरस्टर्म हुँदाखेरि
यस्तो यो लाइट हाउस यस्तो हुने होला राति यस्तो रहेछ है यो चाहिँ घरभित्र त अब यस्तो यावत त्यति धेरै चाहिँ चिजहरू राखेको रहेछ एकैचोटिमा देखाएर त यो सम्भवै पनि नहुने जस्तो देखियो त खै यहाँ झन् चराचुरुङ्गीहरू माछाहरू यो ठाउँमा पाउने होला है जस्तो लाग्यो मलाई चाहिँ ल यो लाइट हाउसलाई हामीले गुड बाई भन्दै प्रस्थान गर्ने क्रममा हामी यसरी गइरहेछौँ अब अघि खासमा ठ्याक्कै यो माथि आउँदाखेरि पार्किङको समस्या भएको थियो पार्किङ नपाएर चाहिँ तलतिर चाहिँ पार्क गर्न पर्यो मैले मोटरलाई त्यसरी चाहिँ अहिले मोटरतिर चाहिँ हाम्रा पाइलाहरू अग्रसर भइरहेका छन् है हामी गइरहेछौँ गाडी लिनलाई गाडीतिर यस्तो छ अनि दामी सिन देख्छ यहाँदेखि अनि यसरी जाँदैछौँ ल यो डाँडाबाट फेरि अर्को यस्तो देख्दो रहेछ यहाँ अर्को डाँडा मजाको छ है यो ल दिस इज बायरिङ बे ब्युटिफुल बायरिङ बे नदी त कहाँ पुगिसकेछ दामी दामी यो जङ्गल पनि मलाई चाहिँ मजाको लाग्छ यहाँको जङ्गलहरू पनि कस्तो एस्थेटिक दामी छ यसको कति छिटो हिँड्यो तिमी हेलो 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 What you doing? Taking video. कालो न कालो देख्छ तिमीलाई दिलमा सूर्य यसरी जाँदैछौँ है ल गाडी चाहिँ उहीँ तलतिर हो ल फोटा खिच्न लागे मानिसहरू यहाँ गाडी पुरै उकालो चढ्छ यसरी यहाँबाट त्यो हामी यसरी ओह्रालो ओह्रालो जानुपर्छ यहाँबाट ठ्याक्कै यो त ओह्रालो छ नि यसरी उकालो जान्छ टुरिस्टहरू यसरी ल लोकल टुरिस्ट इन्टरनेसनल जङ्गल चाहिँ यहाँको मजाको हो जङ्गलतिर फेरि घरहरू बनाएको छ मान्छेले छ नि उ त्यो माथि कता कता ठाउँ छ नि रुख पनि दामी छ त यो कस्तो मजाको रुख क्या यस्तो हेर त रुख चाहिँ दामी रोपिदियो कस्तो कस्तो हेर ढुङ्गा त्यहाँ ढुङ्गा ओह्रालो जाने कैसे हो गरम हो गरम लग रहा है आपको चरा आएर भर्खर उडेर बस्यो हेर न यो 3.5 550 मैले बुक गरेको छु गाडी राख्नुलाई चरा दाइ आयो त यहाँ ओइ ओह त्यहाँ हो गाडी थाक्यो के भन्न चाहन्छौ त तिमी जनता जान्न चाहन्छन् एसी लगा दो प्लिज एसी त आउँछ आउने पनि मोटरमा आइएको अवस्था छ लखा तरन प्याक भएको अवस्था ल अगाडि के हेर्दै हुनुहुन्छ गर्मी त गर्मी छ त यो ठाउँमा त गर्मी यस्तो लाग्या छ यस्तो गर्मी लाग्या छ अनि हामी प्याकप्याकी भएर यो बबल चा भन्ने खानलाई बसेका छौँ है अनि अब यहाँनिर के मैले त अर्डर गरिसकेँ मैले अब अहिले के खाउँला
भ्याउँछ होला अब यहाँको चाहिँ पुरानो यो चाहिँ हो बाइरङ बेको चाहिँ यो सिटी हो भनौँ न यहाँनिर चाहिँ अलिकति क्लासिक टाइपको छ ठाउँ चाहिँ यो पुरानो खालको टाइपको अनि यो नजिकै बिचहरू भएकोले गर्दाखेरि प्रायः सामानहरू पनि त्यस्तै खालको बेच्छ खाइरहेको कफी चाहिँ यो है बबलवाला बबल चावाला कफी यो कस्तो छ ल ठिक छ म पनि यो ट्राई गर्न आँटेँ खाएर हेरौँ है त कस्तो प्याक भइरहेको टाइममा यस्तो खाइँदैछ है चिल हुनुलाई गर्मी यस्तो गर्मी छ This one is my one. Struggling के रे? Struggle of eating kebab. Struggle of eating kebab. पानी इन्जोय तर सबै सस्तो खानु ल केही छैन मैले आज ल यस्तो छ है कबाब हामीले खायौँ है यो चाहिँ यहाँको पब रहेछ मान्छेहरू जाँड रक्सी खाने ठाउँ सट्ट यसरी यो चोक भयो यहाँ छ यता चाहिँ चरक्क घाम लागेको छ यहीँबाट हामीले खा हो अब यो स्ट्रिट अवलोकन गर्ने हामी बाइरङ बे यस्तो छ गर्मी छ तर लास्टै आजको दिन चाहिँ ल यहाँ बाइरङ बे रुख चाहिँ यहाँ सुभिनियर सपतिर के हेर्ने हो ल बाइरङ बेमा अब यो सुभिनियर सप हो यहाँ चाहिँ टोपी सोपीहरू दामी दामी बेच्छ राम्रो राम्रो बाहिर पनि ह्याट रे नि त यो त खासमा त छिर्नै पर्ने जस्तो ठाउँ रहेछ तर बन्द भइसकेको छ अगाडिपट्टिबाट चाहिँ टक्क बिच हो यसरी यहाँ जाँड खाने ठाउँ यो सबजना माथि बखेर यहाँ टक्कसँगले जाँड खाने हो जाँड भन्नाले चाहिँ बियर होइन अनि माथि रुख छ यस्तो मजाको यस्तो रुखहरू अनि यसरी रुख हुँदै हुँदै हामी अगाडि जाँदैछ वेलकम टु माई ब्लग तिमी के भन्न चाहन्छौ 2 शब्द बोल्यौ त लास्ट 1 2 रे ल यताबाट हामी आएर अगाडिपट्टि हामी अलिकति बिच हेर्छौँ ल यो बाइरङ बेको बिचमा चाहिँ यसरी ओ दिदी हेर न नै तालमा भिडियो बनाउँदै बसेको छ हेर ओ त्यो लाइट हाउस त्यो माथिबाट हामी आएको ओ दिदी बोले सुने पो आफ्नै तालमा हेर न ओ दिदी हेलो बोला बोलाइ छु सुन्दै सुन्दैनौ देखेन केही पनि तिम्रो कालो देखाछ
हामी चाहिँ कहाँ पुगेर यत्रो बिच एक्सप्लोर गरेर पनि आइयो हे ओ माछा पक्रियो कुचाएर मारिदिएको माछा तल समुद्रमा होइन यहाँ चाहिँ माछा मार्दैन यहाँ माछा मार्यो भने चाहिँ भरे फेरि हजुरले बोलेको सुने पो हावाले लगाएर उतै उडाएर लगिहाल्छ ठुलो स्वरले बोलेर हुँदैन हावा आइरहेको छ त्यही भएर हेलो हामी चाहिँ यो के भन्छ यो ठाउँ भने बाहिरङ बे चाहिँ भनौँ न सानो एउटा भ्रमण गरेर यहाँको अलिकति एक्सप्लोर गरे पश्चात चाहिँ हामी फर गोल्ड कोस्टतर्फ हामी रवाना भइरहेको छौँ गोल्ड कोस्टमा के खोज्ने रे सुन खोज्ने सुन बेचेर धनी हुने अनि रिटायर हुने अनि ल अल द बेस्ट सबैलाई सुन खोज्नमा हाम्रो अब यो बाहिरङ बेको भनौँ न एक्सप्लोर गर्ने अब चिजहरू चाहिँ यस्तै भयो टक्क घाम लागेकोले गर्दाखेरि चाहिँ तर ऊ यता आइपुग्यो नि त मेन नयाँ ठाउँ देख्नु पायो नि त है त्यो त फेरि कहाँ यो प्लान गरेर आएको होइन अन द वे टु गोल्ड कोस्ट अब हामी छैन यहाँ 38 किलोमिटर के अरे मिटर ठ्याक्कै किलोमिटरमा 38 किलोमिटर 38 मिनट बनाएको छ यहाँबाट आधी घन्टा त्यहाँ पुगिहाल्छौँ यो चाहिँ यस्तै छ यहाँ चाहिँ बाटो चाहिँ यस्तै देख्छ यहाँ चाहिँ अझ इभिनिङमा चाहिँ यो बाटोहरूमा चाहिँ ड्राइभ गर्नु चाहिँ एकदमै रमाइलो ठाउँ हो सर्फर प्याराडाइज आइपुग्यो ए होइन हामी हुन्छ प्याराडाइज आइपुग्यो जाने हो तर यो हुन्छ ब्रिज चाहिँ यो होइन खासमा अर्कै ब्रिज बनाउने यता क्यामेरा यहाँ धेरै छ है क्यामेरै रहेछ यहाँ भयो अगाडि एकदम हाई एचडी त्यो क्यामेरा कामले पुरा टल्का छ अहिले त क्यारम जानी त नि छक्क परेको के त होइन